सो तपाईहरुले कहिले सोच्नु भएको थियो यो नेपाली मार्केटमा चाहिँ जम्मा 4 वटा बाइक अनि एकजना मात्र मेकानिक लिएर भित्रिएको कम्पनीले अहिले करिब 50,000 प्लस बाइक सेल गरिरहेको छ अनि त्यो पनि धेरै मान्छेको मनमुटमा बस्नु सफल भइरहेको छ भनेदेखि र यो बाइक चाहिँ धेरै जनाको ड्रीम पनि हुन सक्छ र यसको लिगेसी पनि आफ्नै ठाउँमा छ। नेपालमा एउटा भनाइ छ बाइक चढ्यो भने बुलेट चढ्यो नत्र त अरु बाइक जस्तै फिल हुँदैन अरु त प्लास्टिकको भाडो भन्ने भनाइ छ भनेदेखि अब यो भनाइ किन सुरु भयो अनि यो बुलेट बाइकको यात्रा 2000 AD देखि सुरु भएको अहिले 2026 सम्म आउँदा कस्तो छ यसको यात्रा अनि अहिले 2026 सम्ममा चाहिँ यो बाइक किन्दाखेरि कतिको प्राइस वर्दी छ यो कुराहरु आजको भिडियो हामी कन्क्लुड गर्ने छौं र यो सँगसँगै अब बुलेटको प्रोज के छ र कन्स के छ रोयल इनफिल्डको बाइक चढ्दाखेरि फाइदा हामीलाई के हुनेछ अनि यो सँगसँगै रोयल इनफिल्डको बाइक चढ्दाखेरि घाटाहरु के छ त यो कुराहरु गर्ने छौं। सो स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानल यास 46 मा। सो आज हामी कुरा गर्नेछौं रोयल इनफिल्डको बारेमा भन्दाखेरि रोयल इनफिल्ड भन्नु साथै कतिपय मान्छेलाई कुन चाहिँ बाइक भन्ने पनि परिरहेको हुन सक्छ। धेरै जस्तो मान्छेले चाहिँ बुलेट भनेर चिन्ने गर्छन् रोयल इनफिल्डलाई भन्दाखेरि र आज हामी यो भिडियोमा रोयल इनफिल्डको कुन बाइक चाहिँ सबैभन्दा धेरै चर्चित छ अनि कसरी चर्चित हुन सफल भयो नेपाली मार्केटमा भन्ने कुराहरु गर्नेछौं। सुरुमा जाउँ हामी 2080 तिर जाँदाखेरि हिमालयन इनफिल्डर्स भन्ने कम्पनीले चाहिँ जम्मा 4 वटा बाइक अनि एकजना मात्र मेकानिक ल्याएर नेपालमा यसको चाहिँ सुरुवात गरेको थियो सेल्स गर्नको लागि। अब सुरुवाती फेजको कुरा गर्ने हो भने रोयल इनफिल्ड चढ्ने भनेको चाहिँ एकदम धनी वर्गको मान्छेहरुले मात्र चढ्न सक्थ्यो अनि यसमा चाहिँ एकदमै हाई ट्याक्सेसन थियो भनेदेखि अब त्यो टाइमको कुरा गर्ने हो भने चाहिँ त्यतिखेर चाहिँ जापानिज अथवा इन्डियन बाइकहरु नेपालमा धेरै आउने गर्दथे। त्यसमा पनि धेरै जस्तो कम्प्युटर सेगमेन्टको बाइकहरु आइरहेको थियो जसमा चाहिँ 125 देखि 150 सीसी को बाइक मात्र आउने गर्दथे। अब त्यस्तो टाइममा 81 350 सीसी को बाइक ल्याएर चाहिँ माइलेज पनि कम त्यसमाथि अब त्यस्तो बाइक ल्याएर नेपाली मार्केटमा कसरी सेल गर्न सफल भयो त रोयल इनफिल्ड र यसरी नै सेलिङ गर्ने क्रममा चाहिँ अब पहिला चाहिँ धनी वर्गले मात्र चढिरहेको बाइक कम्पनीलाई चाहिँ बिस्तारै अब डुगार ग्रुप विवेक अटोमोबाइल कम्पनीले चाहिँ नेपालमा फेरि भित्राउने गर्दछ बुलेटलाई। अब त्यो टाइमको बुलेटको कुरा गर्नु पर्दाखेरि आइरन कास्ट इन्जिन आउने गर्दथ्यो भनेदेखि यसको चाहिँ राइट साइडमा चाहिँ गियर हुने गर्थ्यो अनि लेफ्ट साइडमा चाहिँ ब्रेक हुने गर्दथ्यो अनि यसमा चाहिँ कुनै पनि सेल्फ स्टार्टको टेक्नोलोजीहरु त्यो टाइममा थिएन जसको कारणले गर्दाखेरि राइडरहरुलाई अलिकति गाह्रो पर्ने नर्मल पब्लिकले चाहिँ यो बाइकलाई स्टार्ट गर्नु नै गाह्रो पर्ने जस्तो समस्या देखिरहेको थियो र कतिपय मान्छेले चाहिँ यो बुलेट बाइकलाई स्टार्ट गर्नुमा आफूले आफ्नो मर्दाङ्गी देखाइरहेको जस्तो पनि फिल गर्थे भनेदेखि अब because you are trying to start my bike, let's see. धेरै जस्तो मान्छेको भनाइ कस्तो हुन्थ्यो भने साच्चीकै त चाहिँ जेन्युन छोरा मान्छे हो भने बुलेट स्टार्ट गरेर देखा भन्ने एउटा ट्रेन्ड पनि चलिरहेको थियो नेपाली मार्केटमा र यससँगै 2010 मा गएर चाहिँ रोयल इनफिल्डले युसी इन्जिन नेपाली मार्केटमा भित्र्यायो भनेदेखि त्यसमा चाहिँ सेल्फ स्टार्ट रहेको थियो जसको कारणले गर्दाखेरि अझ धेरै चर्चित भयो युवा पुस्ता माझमा। यो चर्चित सँगसँगै अब रोयल इनफिल्डको अर्को एउटा ब्ल्याक पोइन्ट भनेको के थियो भनेदेखि यो चाहिँ फुल्ली नै इन्डियामा बनेर आउने गर्थ्यो कुनै पनि पार्ट्सहरु नेपालमा आएर म्यानुफ्याक्चर हुने जोड्ने भन्ने थिएन जसको कारणले गर्दाखेरि लगभग इन्डियामा जति प्राइस पर्थ्यो रोयल इनफिल्डलाई त्यो भन्दा 3 गुणा धेरै नेपालमा महँगो परिरहेको थियो। तर 3 गुणा महँगो पर्दा पनि बाइकमा क्वालिटी चाहिँ एकदमै बवाल भएको अनि लङ रन चढ्नुको लागि चाहिँ एकदमै दामी नै थियो बाइक र त्यो टाइममा चाहिँ बुलेटले चाहिँ जापानिज बाइकहरुलाई कम्पिट गरिरहेको थियो अनि नेपालमा चाहिँ जापानिज ठुलो सीसीको बाइक बिक्री नभइरहेको बेलामा पनि बुलेटको चाहिँ ठुलो सीसीको बाइक बिक्री भइरहेको थियो अनि मान्छेले चाहिँ माइलेज भन्दा पनि बाइकको त्यो थम्प र त्यो बाइकको जुन एउटा लिगेसी थियो त्यो लिगेसीलाई चाहिँ क्याप्चर गरिरहेको थियो र यो सँगसँगै धेरै जनाले बुलेट क्लबहरु खोल्नु भयो राइडर्स क्लबहरु खोल्नु भयो यही बुलेट बाइक चढेर भन्देखि त्यसमा चाहिँ अझ धेरै मान्छे प्रभावित हुने अनि रोडमा हिँड्दा पनि मान्छेहरुलाई यो बाइक एकदमै धेरै मन पर्न थालिरहेको थियो र यस्तै गाह्रो सिचुएसनमा चाहिँ मिडल क्लास फ्यामिलीलाई चाहिँ यो बाइक चढ्नु त्यो टाइममा पनि अलिकति गाह्रो नै थियो किनकि लगभग नेपाली प्राइस कुरा गर्ने हो भने 7 देखि 8 लाखको बिचमा आउने गर्दथ्यो रोयल इनफिल्डको 350 सीसी को बाइकहरु भन्दाखेरि अब त्यो टाइममा अरु नर्मल बाइकहरु चाहिँ हाम्रो लगभग 4 देखि 5 लाखमा चाहिँ सबैभन्दा एक्सपेन्सिभ बाइक भनेर चिन्थ्यो भनेदेखि अब त्यो टाइममा 7-8 लाखको बाइक चढ्नु भनेको एकदमै खतरा थियो 2010 को इरामा चाहिँ। अब त्यसपछि गएर 2022 मा के चेन्जेस आयो त बुलेटमा त्यस्तो सबै मान्छेले चढ्न थाले अनि मार्केटमा छ्यापछ्याप्ती बुलेटहरु देखिन थाले। सो 2022 मा पुग्दा चाहिँ रोयल इनफिल्डको बाइकहरु अर्को कम्पनीले भित्राउन थाले जसको नाम थियो त्रिवेणी ग्रुप अथवा अल्फा अटोमोटिभ जसको कारणले गर्दा चाहिँ नेपाली मार्केटमा रोयल इनफिल्डको प्राइस चाहिँ एकदमै तल झर्यो लगभग 1.5 लाख 2 लाख जस्तो घट्न थाले बाइकको प्राइसमा। अब कसरी घटे त यो बाइकको प्राइस 81 2022 मा आइपुग्दाखेरि र 2023 मा पुग्दाखेरि सम्ममा त यो बाइक त एकदमै 350 सीसी को सेगमेन्टमा सबैभन्दा कम्पिटिटर भइसकेको थियो भने कम्पिटिसन बिट पनि गर्न आँटिसकेको थियो यो बाइकले। कसरी यस्तो हुन सक्छ त? सो जुन 2 2023 को कुरा गर्ने हो भने यो दिन चाहिँ नेपालको लागि एकदमै राम्रो दिन पनि थियो र यो चाहिँ एकदम स्वर्ण अक्षरमा लेख्नुपर्ने दिन जस्तो पनि लाग्छ किनकि नेपाली मार्केटमा चाहिँ रोयल इनफिल्डको आफ्नै फ्याक्ट्री खडा भइसकेको थियो जहाँ चाहिँ सिकेडी युनिटमा बाइकहरु बन्ने गर्दथ्यो भन्थे यो भन्नाले चाहिँ कम्प्लिटली नकडाउन बाइकहरु आउने गर्दथ्यो यसमा चाहिँ सबै बाइकको पार्टहरु खोलेर लिएर आएर यिनै ल्याएर रिबिल्ड गर्ने गरिदिन्थ्यो बाइकलाई। अब यो रिबिल्ड गर्दाखेरि कसरी प्राइसमा डाउन हुन्छ त बाइकहरुमा? सो नेपालमा आफ्नै एसेम्बली प्लान्ट भइसकेपछि चाहिँ टीडीएस को कुराहरु आउने गर्दछ अनि त्यसपछि सरकारले लगाउने त्यसमा ट्याक्सहरु चाहिँ कम हुन आउँदछ जसको कारणले गर्दाखेरि यो बाइकको प्राइस चाहिँ लगभग 1,45,000 जस्तो पर बाइकमा घट्न गइरहेको थियो जसको कारणले गर्दाखेरि नेपाली मिडल क्लास राइडरहरुलाई चाहिँ अझ सहज भयो कि अब
बुलेट बाइक चढ्नको लागि अथवा रोयल इनफिल्डको कुनै पनि सिरिजको बाइक चढ्नको लागि। सो यो नेपालको एसेम्बली प्लान्टको कुरा गर्नुपर्दा चाहिँ यो चाहिँ दक्षिण एसियाकै महत्त्वपूर्ण प्लान्टको रूपमा लिइन्छ भनेदेखि सो यो प्लान्ट चाहिँ थाइल्यान्ड, ब्राजिल र अर्जेन्टिना पछिको 5औं एसेम्बली प्लान्ट थियो नेपालमा। र यो सँगसँगै नेपाली बायरको लागि मात्र प्रफिट नभइकन रोयल इनफिल्ड आफैलाई पनि नेपालमा पहिलो एसेम्बली प्लान्ट भइरहेको थियो, जुन चाहिँ एकदमै कम्पनीको लागि पनि फाइदाजनक थियो। रोयल इनफिल्ड मेड इन इन्डिया भए पनि एसेम्बल चाहिँ नेपालमै हुने गर्छ। अब एसेम्बल सँगसँगै रोयल इनफिल्डको चाहिँ बाइकहरू नेपालमा कसरी सस्तो भयो त यो कुरा गरौँ। रोयल इनफिल्डको सुरुवाती फेजमा सिबियु युनिट आउने गर्थ्यो, जसमा चाहिँ ट्याक्सहरू एकदम धेरै लाग्थ्यो अनि 3 गुणा जस्तो महँगो पर्न जान्थ्यो, जहाँ चाहिँ 7 देखि 8 लाख पर्ने रोयल इनफिल्ड अब सिकेडी युनिटमा आउँदा चाहिँ जम्मा 5 देखि 6 लाखको बिचमा चाहिँ रोयल इनफिल्डको बाइकहरू पाइरहेको थियो भनेदेखि बिस्तारै रोयल इनफिल्डको हिमालयनको इन्ट्रोड्युस हुन्छ। र यस्तै क्रममा हामी अहिले 2026 मा आउँदै रोयल इनफिल्डको 350 सीसीको बाइकहरू चाहिँ मार्केटमा सबै बाइकलाई कम्पिटिटर भइरहेको छ भनेदेखि अनि नयाँ आउने 350 सीसीको बाइकको तुलनामा रोयल इनफिल्डलाई अझै पनि धेरै भ्यालु दिइरहेको हुन्छ हामीले। अब कुरा गरौँ हन्टर 350 को। हन्टर 350 को कुरा गर्ने हो भने यो चाहिँ 20 देखि 25 वर्षको युवाहरूमा एकदमै धेरै चर्चित भएको छ अनि यसको प्राइस पनि सबैभन्दा इन्ट्री लेभलमा सबैभन्दा सस्तो रहेको छ रोयल इनफिल्डको बाइकहरू मध्येमा। अनि यो चाहिँ हामी यदि रोयल इनफिल्डमा इन्ट्री गर्न चाहन्छौँ भनेदेखि यो बाइकबाट सुरुवात गर्न सकिन्छ। अब यो बाइकको कुरा गर्ने हो भनेदेखि चाहिँ नर्मल्ली अहिले 2026 मा चाहिँ मैले धेरै जस्तो बाटोहरूमा स्ट्रिटहरूमा चाहिँ एकदम धेरै देखिरहेको छु अनि यसमा चाहिँ नर्मल्ली कलेज पढ्ने भाइ बहिनीहरूले अथवा नर्मल अब युवा पुस्ताहरूमा चाहिँ धेरै नै चर्चित छ अहिलेको हन्टर 350 चाहिँ। अब कुरा गरौँ क्लासिक 350। क्लासिक 350 चाहिँ पहिला आउँदा चाहिँ अब भाइब्रेसनहरू यताउता धेरै समस्या थियो भनेदेखि अब अहिलेको रिसेन्ट क्लासिक 350 मा जे सिरिजको इन्जिन आउने गर्छ, जसको कारणले गर्दाखेरि भाइब्रेसनहरू मिनिमाइज गरिएको छ, तर पनि त्यसले आफ्नो लुक्स चाहिँ पहिलाकै क्लासिक 350 को लिइरहेको छ। तर कलर वाइज चाहिँ अब पहिलाको अलिकति म्याट कलरहरूमा आउने गर्थ्यो, अलिकति बबल कलरमा आउने गर्थ्यो नि अहिले चाहिँ धेरैवटा कलर अप्सनहरू आइरहेर चाहिँ मान्छेहरू कहिलेकाहीँ झुक्किनु पनि हुन्छ कि यो पनि रोयल इनफिल्ड नै हो र यो नि बुलेट नै हो र भनेर। सो रोयल इनफिल्डकै अर्को एउटा बाइक छ बुलेट 350, जसले चाहिँ बुलेटलाई यो टाइमसम्म यहाँ लिएर आएको हो भनेदेखि यसले चाहिँ पुरै बुलेटको लिगेसी नै होल्ड गर्छ जस्तो लाग्छ मलाई चाहिँ। सो यो रोयल इनफिल्डको यो बाइकहरू त नर्मल्ली अब शान्तिनो अफरोडमा जाने अनि नर्मल सिटी राइडरहरूको लागि, हाइवे राइडरहरूको लागि एकदमै राम्रो थियो भने अब अफरोडरको लागि रोयल इनफिल्डको मार्फतबाट कुनै पनि बाइक नभइरहेको बेलामा चाहिँ रोयल इनफिल्डले हिमालयन लिएर आउँछ, जसमा शेर्पा इन्जिन रहेको छ, जसको पावरकै कुरा गर्ने भने 40 हर्स पावर जस्तो पावर जेनेरेट हुने गर्छ अनि यसमा चाहिँ फर्स्ट लिक्विड कुलिङ टेक्नोलोजी आएको हो रोयल इनफिल्डको बाइकहरूमा। अब यसको कारणले गर्दाखेरि हाइट पनि धेरै राम्रो भएको, सस्पेन्सन ट्राभल पनि राम्रो भएको कारणले गर्दाखेरि अब धेरै नेपाली युवा पुस्ताहरूले चाहिँ यसलाई चाहिँ मनाङ मुस्ताङ लिएर जाने, अफरोडिङ गराउने अथवा लङ टुरहरूमा चाहिँ धेरै प्रयोग हुन थाल्यो। अनि बाहिर विदेशबाट यदि कोही विदेशी आइहाल्यो भने पनि यदि रेन्टमा लिनु छ भने पनि धेरैजनाले चाहिँ रोयल इनफिल्डकै हिमालयन 450 खोजिरहनु भएको हुन्छ, जसमा चाहिँ शेर्पा इन्जिन रहेको छ अनि चलाउनुलाई कम्फर्टेबल अनि बाइकको हेभी वेटको कारणले गर्दाखेरि बाइक चाहिँ नबत्तिने। अनि बाइकको अर्को एउटा राम्रो पोइन्ट भनेको चाहिँ तपाईँ अफरोडमा हुनुहुन्छ भनेदेखि बाइक चाहिँ नअड्किने अनि सर्रै जाने अनि पावर र पिकअप कमी नभएको जस्तो फिल हुने बाइक भएको कारणले गर्दा पनि धेरै नेपाली युवा पुस्ताहरूले चाहिँ अहिले हिमालयन 450 लाइन मन पराइरहनु भएको छ। र यो सँगसँगै धेरैवटा बाइकिङ क्लब पनि हिमालयन 450 को मार्फतबाट खोलिरहेको छ, जसको कारणले गर्दा यो बाइकलाई अझ धेरै नेपाली मार्केटमा चल्न सफल बनाइरहेको छ। सो अब हरेक बाइकको आफ्नो एउटा डेडलाइन भन्ने जस्तो हुन्छ, हरेक चिजको डेडलाइन आउने गर्छ भने अब रोयल इनफिल्डको चाहिँ डेडलाइनै आएको त नभनौँ, तर रोयल इनफिल्डको अहिलेको जुन स्ट्राटेजी छ, अहिले आइरहेको जति पनि बाइकहरू छ, अब यो बाइकको हिसाब किताबले हेर्ने हो भने चाहिँ रोयल इनफिल्डलाई अझ गाह्रो हुन्छ जस्तो लाग्छ फेरि एकचोटि नेपाली मार्केटमा चल्नको लागि। प्राइस वाइज अरू बाइक भन्दा सस्तो छ, तर टेक्नोलोजी वाइज अरू बाइकमा जतिको टेक्नोलोजी यो बाइकहरूमा छैन। हिमालयनको कुरा गर्ने हो भने तपाईँले 10,15,000 जस्तो पर्न जान्छ, जुनमा चाहिँ टेक्नोलोजीले भरिपूर्ण छ, त्यतिको टेक्नोलोजी भए इनफै पुग्छ जस्तो लाग्छ। तर अब हामीले हन्टरको कुरा गर्ने, बुलेट 350 कुरा गर्ने हो भने यसमा चाहिँ टेक्नोलोजीहरू खोजिरहेको हुन्छ कति मान्छेले, तर टेक्नोलोजी आवश्यकता छ जस्तो लाग्दैन किनकि यिनीहरू क्लासिक बाइक हो। र यो हुँदाहुँदै पनि अब धेरैजनाले चाहिँ यसको ठाउँमा रिप्लेस भएर होन्डाको हर्नेस 350 अथवा ट्राइमकै बाइकहरू चाहिँ किन्ने गरिरहनु भएको छ। अब ट्राइमको बाइक र होन्डाको बाइक किन्दाखेरि जुन त्यो बुलेटमा हुने थम्स चाहिँ आउँदैन र यो सँगसँगै बुलेटले चाहिँ आफ्नो बाइकलाई अझ स्मुथ बनाउने चक्करमा जे सिरिजको इन्जिनहरूमा जुन पहिलाको बुलेटहरूमा जुन थम्प आउँथ्यो, जुन भाइब्रेसन आउँथ्यो, त्यो चाहिँ आउँदैन, त्यो चाहिँ राम्रो छैन भनेर पहिलाको बुलेट राइडरहरूले भनिरहनु भएको छ। अब बुलेट अझै चल्नुको कारण भनेको चाहिँ यसको पुरानो सिरिजको कारणले पनि जस्तो लाग्छ। अब यसको पुरानो सिरिज चाहिँ तपाईँले अहिले पनि नयाँलाई भन्दा महँगो प्राइसमा बेच्न सक्नुहुन्छ। तपाईँको पुरानो सिरिजको बाइक छ भने अझै नै 5 लाख पर्छ अनि नयाँ बुलेट किन्नुहुन्छ भने तपाईँले 5 लाखमा पाइरहनुहुन्छ। अब नयाँ बुलेटको चाहिँ रिसेल भ्यालु एकदमै कम रहेको छ, तर पुरानो बुलेटको कुरा गर्ने हो भने चाहिँ रिसेल भ्यालु एकदमै धेरै हाई छ। त्यसको कारणले गर्दा पनि नेपाली मार्केटमा यसको भ्यालु चाहिँ लगभग जापानिज बाइकहरूको जस्तो भ्यालु रहेको छ अनि एकदमै खतरा भ्यालु रहेको छ नेपाली मार्केटमा। र अहिले 2026 मा आइपुग्दा पनि 350 सीसी को बाइक सेगमेन्टको कुरा गर्ने हो भने 90% जस्तो मार्केट सेयर चाहिँ होल्ड गर्छ यो रोयल इनफिल्डको 350 सीसी को बाइकहरूले। सो अब हामी भिडियोको लास्टमा आइपुग्दाखेरि हरेक बाइक कम्पनीको आफ्नो प्रोज आफ्नो कन्स हुन्छ भनेदेखि अब हामी सुरु गरौँ यसको प्रोजबाट। सो सुरुमै फर्स्ट पोइन्टमा मैले राखेको छु यसको लिगेसी र डिजाइन। अब यसको लिगेसी र डिजाइनको कुरा गर्ने हो भने यो एकचोटि मान्छेको दिमागमा छाप बसिएपछि कहिले पनि हट्दैन कि यो बाइक नराम्रै आए पनि कहिले पनि यो चाहिँ नराम्रो बाइक भनेर छाप बस्दैन कहिले पनि, र एकदमै राम्ररी चलेको यत्रो 10औं वर्ष 20औं वर्षमा चलिसकेको बाइकलाई कसैले नराम्रो पनि भन्न सक्दैन। र यसको डिजाइनको कुरा गर्ने हो भने यसको डिजाइन चाहिँ कहिले पनि पुरानो हुँदैन किनकि यो क्लासिक डिजाइनको बाइक हो अनि हामीलाई क्लासिक नै मन परिरहेको हुन्छ। सो अर्को भनेको चाहिँ फुल्ली मेटल बडी पार्ट, जसको कारणले गर्दाखेरि धेरैजना नेपालीहरूले यसलाई मन पराउनुहुन्छ। अब
प्लास्टिक बडी पार्ट हुँदाखेरि तपाईँको लड्दा ओर्दा किच्चिने सम्भावना हुन्छ अथवा फुट्ने सम्भावना हुन्छ नि मेटल बडी पार्ट हुँदा चाहिँ बाइकलाई अझ रक अझ हेभी फिल गराउँछ अनि चलाउने मान्छेलाई पनि अलिकति ठुलै बाइक चलाएको जस्तो फिल हुन्छ र यो सँगसँगै तपाईँको सानोतिनो क्र्यास हुँदाखेरि तपाईँको हल्का किच्चेला तर सोझ्याएर फेरि डेन्ट पेन्ट गर्ने नि त्यो पार्ट बवाल्ने हुन्छ तर बुलेटको पार्ट्स चाहिँ एकदमै खतरा बलियो भएर आउँथ्यो त्यो टाइम भनेको चाहिँ लगभग 2010 to 2018 को बुलेटहरूमा देख्न सकिन्छ अर्को कुरा गर्ने हो भने चाहिँ लो इन टर्क बुलेटमा चाहिँ लो इन टर्क चाहिँ एकदमै राम्रो छ जसको कारणले गर्दा तपाईँ सिटीमा चलाइरहनु भएको छ 3 नम्बर गियरमा चलाउनुहुन्छ भने पनि तपाईँले धेरै एक्सलेसन लिइरहनु परेन अनि थोरै स्पिडमा पनि तपाईँले गियर धेरै राखेर चलाउन सक्नुहुन्छ जसको कारणले गर्दाखेरि तपाईँलाई गियर चेन्ज गरेर नि झन्झट भएन र सँगसँगै उकालो ओह्रालोमा तपाईँले ट्रिपल लोडै राखेर लिएर जानु भयो भने यो बाइकले नतान्ला भन्न सकिँदैन बरु टायरको ग्रिपको कारणले स्लिप खान सक्छ हेभी वेट भएको कारणले धुलोमा फस्न सक्छ बाइकले पावर नदिने नतान्ने भन्ने चाहिँ बुलेटमा हुन्छ जस्तो लाग्दैन सो अर्को पोइन्ट भन्ने हो भने चाहिँ यो बाइकको रिसेल भ्यालु अब रिसेल भ्यालु कुरा गर्यो भने अहिले रिसेन्ट कन्डिसनमा चाहिँ नयाँ बाइकहरूको चाहिँ रिसेल भ्यालु त्यस्तो छैन बुलेटको तर पुरानो बुलेटको चाहिँ रिसेल भ्यालु अझै नै राम्रो छ अनि धेरैजनाले चाहिँ नयाँ बुलेट भन्दा पुरानो बुलेट त्यो पनि सेकेन्ड ह्यान्ड खोजिरहनु भएको हुन्छ मेरै साथीहरूले पनि पुरानै बुलेटलाई पनि 3 लाख 4 लाख 5 लाखसम्म हालिरहनु भएको छ अब यसमा फिचर छैन केही पनि छैन प्रब्लमै छ भने पनि त्यही बाइक चाहिँ धेरैले मन पराइरहनु भएको छ सो अर्को कुरा गर्यो भने यसको सर्भिस नेटवर्कको कुरा गर्नुपर्दा तपाईँले हुम्लादेखि झापासम्म यसको सर्भिस नेटवर्क पाउन सक्नुहुन्छ यो सँगसँगै तपाईँले रोयल इन्फिल्डको बाइकहरू चाहिँ एकदम मिनिमल टेक्नोलोजी हुन्छ जसको कारणले गर्दा तपाईँ कतै लङ टुर जाँदै हुनुहुन्छ भनेदेखि नर्मल ग्यारेजले पनि तपाईँको यसको टायर ट्युब चेन्ज गर्न सक्ने भयो र नर्मल ग्यारेजले नै यसको ब्रेक प्याडहरू चेन्ज गर्न सक्नुहुन्छ अथवा यसको अरू कुराहरू पनि नर्मल ग्यारेजले बनाउन सक्नुहुन्छ इन्जिन टेक्नोलोजी अरू बाइकको भन्दा अलिकति फरक छ आधिकारिक ग्यारेजमै लैजाउँ भन्ने धेरैजनालाई सोच भइरहेको हुनसक्छ नत्र अरू नर्मल चिजहरू चाहिँ नर्मल बाइकमा हुने टेक्नोलोजी छ त्यस्तो अत्याधुनिक नयाँ टेक्नोलोजीहरू छैन त्यो पनि एउटा प्रोफिट पोइन्ट नै हो बाइकको लागि चाहिँ सो अब हरेक बाइकको फाइदा भए अनुसारकै बेफाइदा पनि रहेको छ अब बेफाइदाको कुरा गर्नुपर्दा चाहिँ सुरुमा यसको हेभी वेट आउँछ अब हेभी वेट कारणले गर्दा चाहिँ तपाईँ अलिकति स्लिम राइडर हुनुहुन्छ अलिकति वेट तपाईँको तल छ भने चाहिँ यो बाइकमा तपाईँ 60-70 भन्दा माथि जानुभयो भने अझ पुरानो बुलेटहरूमा चाहिँ 60-70-80 भन्दा माथि जानुभयो भने चाहिँ तपाईँलाई एकदमै धेरै भाइब्रेसन फिल हुनसक्छ बाइक चाहिँ अनकन्ट्रोल हुन्छ कि जस्तो फिल हुनसक्छ म आफैलाई नि पर्सनली त्यो चाहिँ हुन्थ्यो पुरानो बुलेटहरूमा तर अहिलेको बुलेटहरूमा त्यो प्रब्लम छैन अनि यसको चाहिँ हाई स्पिड क्रुजिङ भन्दा पनि यो चाहिँ 100-110 मा नै क्रुजिङ गर्दाखेरि सबैभन्दा बेस्ट हुन्छ त्यहाँभन्दा माथि चाहिँ यो बाइक क्रुजिङ गर्नु मिल्दैन अरू 350cc को बाइक जस्तो सो अर्को भनेको चाहिँ यसको भाइब्रेसन कति मान्छेलाई चाहिँ यो बुलेटको भाइब्रेसन मन परिरहेको हुन्छ नि कतिलाई मन नपर्न सक्छ मन नपर्ने पनि अब लिमिटेड मान्छे हुनुहुन्छ मन पर्ने मान्छे नि लिमिटेड हुनुहुन्छ तर मन नपर्ने कुरा के हो भने अब जे सिरिजमा चाहिँ हामीले यो बाइकलाई अझ स्मुथ बनाएर ल्याइसक्यौँ अब चाहिँ भाइब्रेसन छैन भनिरहनु भएको छ अब भाइब्रेसन नै हटाउनु भएपछि स्मुथ धेरै नै राम्रो स्मुथ बनाऊ भन्ने मेरो धारणा हो किनभनेदेखि अब स्मुथ छ भन्दैमा तलको लो गियर लो स्पिडमा मात्र स्मुथ भएर बाइक कहिले पनि राम्रो हुँदैन हाई स्पिडमा चाहिँ अझै पनि जे सिरिज इन्जिनमा पनि भाइब्रेसन चाहिँ छ सो नेक्स्ट पोइन्ट भनेको चाहिँ अब बाइकलाई नराम्रै देखाउने कि राम्रो देखाउने भन्ने कुरा पनि आउँछ अब यो बाइकलाई नराम्रो देखाउनु भन्दा पनि राम्रो पोइन्ट पनि हो अब नराम्रो पोइन्ट चाहिँ के हो भने यसमा मोडर्न टेक्नोलोजीहरू चाहिँ धेरैवटा कुराहरू ल्यागिङ छ अनि नेपालमा चाहिँ कस्तो भइरहेको छ भने एसेम्बली गर्दाखेरि जस्तो जुन इन्डियाबाट आउने जिपिएसको माउन्टहरू छ त्यो चाहिँ कस्ट कटिङको लागि नेपालमा हटाइदिने अनि जिपिएस डिस्प्लेहरू चाहिँ हटाइदिने अनि त्यसलाई छुट्टै किन्नुपर्छ भनेर नि बिचमा भइरहेको थियो अहिले चाहिँ त्यो जिपिएसहरू पनि दिने आउँछ भनेर भनिरहनु भएको रहेछ त्यो सँगसँगै अब ड्युअल च्यानल एबिएस आइरहेको बाइकलाई सिंगल च्यानल बनाइदिने त्यस्तो घटनाहरू चाहिँ धेरै भइरहेको थियो र यो सँगसँगै अब बुलेटको चाहिँ 2-4वटा च्यासिसहरू पनि भाँचेको भिडियोहरू आइरहेको थियो त्यो सँगसँगै अब च्यासिस त नर्मल्ली राइडरको राइडिङ स्टाइलले पनि हुन्छ भाँचिन नभाँचिने तर सस्पेन्सन नै पछाडिको भाँचेको पनि 2-4वटा युट्युब टिकटकमा भिडियोहरू आइरहेको थियो अब सबै बाइकमा यस्तो डिफेक्टिभ पिस आउँछ भन्न सकिँदैन कतिपय पिसमा अलिअलि आइरहेको हुन्छ अब यस्तो कुरालाई चाहिँ उहाँहरूले कसरी मनन गरिरहनु भएको छ अब सर्भिस सेन्टरले कसरी हेरिरहनु भएको छ वारेन्टीहरूमा कसरी क्लेम गरिरहनु भएको छ भन्ने कुरा पनि हो र तपाईँ चाहिँ बुलेट चढिरहनु भएको छ भने तपाईँलाई चाहिँ बुलेटको सर्भिसहरू कस्तो लागिरहेको छ त्यो कुरा पनि तल कमेन्ट गर्नु होला सो अब तपाईँ चाहिँ फ्युल इफिसियन्सी भएको बाइक खोज्दै हुनुहुन्छ भने तपाईँको लागि बुलेट हुँदै होइन किनकि यो बाइकमा तपाईँले म्याक्सिमम माइलेज पाउने भनेको 28 to 35 हो तपाईँको राइडिङ स्टाइल कस्तो छ त्यो अनुसारले पाउन सक्नुहुन्छ अब यदि तपाईँ कम्प्युटर सेगमेन्टको बाइकबाट 350cc मा जान्छु भन्दै हुन्छ नि 350 देखि 400 को रेन्जको बाइकले दिने भनेको तपाईँको 30 देखि 35 हो यो चाहिँ अब बुलेटमा मात्र होइन कि अरू जुनसुकै बाइक चढ्दा पनि त्यही हो अब अझ तपाईँ यदि ट्राइम चढ्दै हुनुहुन्छ भने तपाईँले पाउने भनेको 23 देखि 25 को माइलेज हो र सँगसँगै तपाईँ केटिएम को बाइकहरू कुनै पनि 300cc को बाइक चढ्दै हुनुहुन्छ भने त तपाईँले ढुक्क पाउने भनेको 22 देखि 25 को मात्र माइलेज हो किनकि माइलेज एकदम कम छ जति हाई रेभिङ इन्जिन भयो जति पावरफुल इन्जिन भयो त्यति माइलेज कम हुँदै जान्छ अझ बुलेटमा त यो 30 देखि 35 को माइलेज एकदमै राम्रो हो जस्तो लाग्छ मलाई चाहिँ सो अब यो बुलेट बाइक चाहिँ कस्तो मान्छेले किन्ने कस्तो मान्छेले नकिन्ने मैले भनिरहनु भन्दा पनि तपाईँहरू धेरैजनाले बुझिसक्नु भएको छ अब यदि बुझ्नु भएको छ भने तपाईँहरूलाई एउटा सानो सजेसन अब यो बुलेट बाइक भनेको चाहिँ कस्तो भने तपाईँलाई यदि क्लासिक बाइक मनपर्छ अनि त्यसपछि एउटा लिगेसी बोकेको बाइक मनपर्छ अनि वर्षौँदेखि चलिरहेको नेपालमा चलिरहेको बाइक मनपर्छ भने चाहिँ तपाईँलाई यो बाइक एकदमै ठिक हुनसक्छ अब तपाईँलाई माइलेजको प्रब्लम छैन तपाईँलाई हेभी वेटले प्रब्लम गर्दैन अनि तपाईँलाई ग्राउन्ड क्लियरेन्सले प्रब्लम गर्दैन भने बुलेटको सिरिज चढ्न सक्नुहुन्छ अथवा तपाईँलाई चाहिँ अब अलिकति अफरोडमा जानु छ अलिकति लङ टुरहरू गर्नु छ कम्फर्टेबल भएर हिँड्नु छ भने चाहिँ तपाईँले हिमालयन चुज गर्न सक्नुहुन्छ किनकि हिमालयन बबाल्ने छ तर प्राइस वाइज चाहिँ हिमालयन एकदम नै महँगो छ लगभग 10,75,000 छ त्यसमा चाहिँ धेरैवटा अप्सनहरू रहेको छ अब तपाईँले सेलेक्सन गर्न सक्नुहुन्छ अब केटिएमको बाइक चढ्दै हुनुहुन्छ भनेदेखि अलिकति केटिएमको बाइकलाई चाहिँ प्लास्टिक टाइपको भनिन्छ भनेदेखि त्यसमा तपाईँले अर्को सिएफ मोटर चढ्न सक्नुहुन्छ
सक्नुहुन्छ चाइनिज बाइक भन्नुहुन्छ तपाईँहरूले त्यसलाई र सँगसँगै अब हिमालय नै चढिसकेपछि त्यसको चाहिँ अर्कै भ्यालु छ अनि यसको अर्कै कम्फर्ट छ अनि हिमालयन चढ्ने मान्छेको लेभल नै अर्कै हुन्छ भन्ने जस्तो नेपाली मार्केटमा फिल चाहिँ छ तर विचार गरौँ कि यो बुलेट कम्पनी पनि जम्मा 4वटा बाइक अनि 1जना मेकानिकबाट नेपाल भित्रिएर आज यो टाइममा आइपुगेको छ भनेदेखि भोलिको दिनमा अरू कुनै पनि चाइनिज कम्पनी अथवा अरू कुनै बाइक कम्पनी पनि यो लिगेसी क्याप्चर नगर्ला भन्न सकिँदैन सो तपाईँहरूले चाहिँ बाइक किन्नुभन्दा अगाडि बाइकको पर्फर्मेन्स अनि त्यो बाइकको इन्जिनको ड्युरेबिलिटी अनि बाइकले पछि दिने आफ्टर सेल सर्भिस कस्तो छ र अनि बाइकको लिगेसी कस्तो मेन्टेन होला जस्तो त्यो एनालाइसिस गरेर बाइक किन्नु होला यदि लङ टर्म चढ्दै हुनुहुन्छ भनेदेखि होइन सर्ट टर्म चढ्नुहुन्छ भनेदेखि तपाईँले जस्तोसुकै चाइनिजै बाइक किन्दा पनि केही फरक पर्दैन र हामीले चाहिँ बाइक किन्नुभन्दा अगाडि चाहिँ बाइकको हिस्ट्री के थियो र कुन देशमा बन्दैछ र अनि यो बाइक चाहिँ कतिवटा देशमा चलिरहेको छ त्यो कुरा पनि बुझ्नु जरुरी छ अनि धेरैजनाले चाहिँ अहिले रिसेन्टली मैले एउटा टिकटकमा भिडियो पनि देखिरहेको थिएँ बजाजको डोमिनारमा समस्या आएर चाहिँ अनि स्टार्ट अफ भएर त्यस्तै के भएर भन्ने समस्याहरू मैले देखिरहेको थिएँ सो अब त्यो चाहिँ समस्याहरू कस्तो छ सर्भिस सेन्टरले कसरी रेस्पोन्स गर्छ त्यो कुराहरू हामीले विचार गर्नुपर्छ अनि भिडियोको लास्टमा आउँदै अब चाहिँ छुट्टिनु पर्ला भन्दै म तपाईँहरूको साथबाट एचकेएस 46 छुट्टिन चाहन्छु